अमेरिकामा त्यहाँको गृह सुरक्षा विभागले सबै देशको अस्थायी संरक्षित स्थिति टीपीएस खारेज गरेपछि करिब 8,50,000 आप्रवासी समस्यामा पर्ने भएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले हाल कायम रहेका नेपाल लगायतका 17 देशका आप्रवासीको टीपीएस खारेज गर्ने निर्णय गरेसँगै उनीहरू केही महिनापछि अवैध हुने भएका हुन्। टीपीएस वाहकलाई अमेरिका भर काम गर्ने अनुमति प्राप्त हुँदै आएकोमा ट्रम्प प्रशासनको खारेजीको निर्णय गरेसँगै ती आप्रवासी आफै स्वदेश फर्कनु पर्नेछ वा अमेरिकाले अवैध आप्रवासी सरह व्यवहार गरेर जबरजस्ती स्वदेश फर्काउनेछ। टीपीएस वाहकले अमेरिकी अध्यागमन विभाग समक्ष आफ्नो स्थितिका बारेमा प्रत्येक वर्ष जस्तो पुनः दर्ता गर्नुपर्छ, तर हाल पुनः दर्ताको प्रक्रिया नै रोकिएको छ। विगतका सरकार भने टीपीएस वाहकहरूप्रति नरम बनेका थिए। बाइडेन प्रशासनले केही समय अघि मात्रै यस्ता विभिन्न देशका टीपीएस वाहकको म्याद 6 महिनादेखि 1.5 वर्षसम्म बढाएका थिए। वाल स्ट्रीट जर्नलका अनुसार अमेरिकी गृह सुरक्षा विभागकी सचिव क्रिस्टी नोमले त्यसरी बढाइएको निर्णय अनुचित भएको जिकिर गर्दै खारेज गरिएको जानकारी दिएकी थिइन्। प्राकृतिक विपत्ति, सशस्त्र द्वन्द्व र महामारी जस्ता कारणले आफ्नो देशबाट भागेर आएका वा ल्याइएका आप्रवासीलाई अमेरिकाले अस्थायी रूपमा काम गर्ने गरी अनुमति टीपीएस दिने गरेको थियो। राष्ट्रपति जर्ज डब्ल्यू बुशको कार्यकालमा सन् 1990 मा इमिग्रेसन एक्टका रूपमा यो कानून ल्याइएको हो। हाल विश्वका 17 देशका नागरिकलाई अमेरिकाले टीपीएस सुविधा दिएको र उनीहरू वर्षौंदेखि काम गर्दै आएका थिए, तर ट्रम्प प्रशासनले यी सबै देशको सुविधा खारेज गरेको छ। नेशनल इमिग्रेसन फर्मका अनुसार अमेरिकामा भेनेजुएलाका 3,50,000 टीपीएस वाहक छन्। उनीहरूको म्याद भुक्तान आगामी अप्रिलमा हुनेछ। अमेरिकामा तेस्रो धेरै टीपीएस वाहकको संख्या होन्डुरसको छ। होन्डुरसका 54,000 मानिसले टीपीएस लिएका छन् भने चौथो स्थानमा युक्रेनको छ। युक्रेनका करिब 50,000 मानिसले टीपीएस लिएका छन्। पाँचौं स्थानमा अफगानिस्तान रहेको छ। यहाँका करिब 8,200 ले टीपीएस सुविधा पाएका छन्। यो सुविधा पाउनेमा नेपाल 6औं स्थानमा छ। 7,800 नेपालीले यो सुविधा लिएका छन्। त्यस्तै सिरिया 3,800, क्यामरून 3,200, निकारागुआ 2,900, बर्माको 2,300, यमनका 1,800 छन्। त्यसैगरी सुडान, सोमालिया, साउथ सुडान, इथियोपिया आदि देशका आप्रवासीले पनि टीपीएस सुविधा लिएका छन्। उनीहरूको संख्या फ्लोरिडा, टेक्सस, न्युयोर्क र क्यालिफोर्नियामा सर्वाधिक रहेको छ। यसबीच अमेरिकाले भिजा सकिएको 48 महिनामा अन्तर्वार्ता नगरिकन भिजा नवीकरण हुने प्रावधान पनि हटाएको छ। नयाँ प्रावधान अनुसार 48 महिनामा भिजा नवीकरण हुने कुरालाई घटाएर 12 महिनामा ल्याइएको छ। यस्तै अब यस्ता लक्षित वर्गका सेवाग्राहीले अनिवार्य अन्तर्वार्ता दिनुपर्ने भएको छ। यसअघि अन्तर्वार्ता नगरिकन भिजा नवीकरण हुने प्रावधान रहेको भारतीय अखबार बिजनेस टुडेले उल्लेख गरेको छ। उच्च दक्ष पेशाकर्मीलाई दिइने H1B, शैक्षिक कार्यक्रममा आएका अन्तर्राष्ट्रिय विद्यार्थीलाई दिइने F1 तथा छोटो समयमा आएका पर्यटक तथा व्यापारिक क्षेत्रको लागि दिइने B1, B2 भिजा लिनेहरूलाई यो प्रावधानले असर पर्ने बताइएको छ। यही मंगलबार अमेरिकाको स्टेट डेभलपमेन्टले एक सन्देश जारी गरेर यस्तो जानकारी दिएको हो।